अब उहाँहरूको 5वटा माग थियो यसमा चाहिँ अब छानबिन राम्रोसित निष्पक्ष रूपमा हुनु पर्यो, दोषीलाई कारबाही हुनु पर्यो भन्ने माग थियो। अनि अब नेपाल सरकारले गर्नुपर्ने त हामीले गर्नै पर्यो त्यसमा त होइन, अब एउटा रकम त दिनैपर्छ हामी। अनि त्यो बाहेक भनेको हाम्रो उहाँको अब स्वास्थ्य शिक्षा पनि उहाँलाई निःशुल्क गरिदिनु पर्यो भनेर भन्ने उहाँहरूले माग राख्नु भएको थियो। 5वटा माग मध्येमा हामीले अर्को 3टा माग अझै हामीले थप्यौँ, हामी आफ्नै तर्फबाट हामीले थप्यौँ। अरू केही मागहरू तपाईँ थप्नुपर्छ कि भन्ने कुराहरू गर्दै गर्दाखेरि चाहिँ उहाँले चाहिँ हाम्रो बुवा चाहिँ बिरामी हुँदो रहेछ, त्यसको लागि निःशुल्क उपचार भइदिए राम्रो हुन्थ्यो कि भनेर उहाँले कुरा गर्नुभएको थियो। हामीले त्यो अनुसारमा हुन्छ, हामीले त्यसमा नै हामी गर्न सक्छौँ भनेर हामीले त्यसमा नै हामी मान्यौँ। अनि त्यसमा नि उहाँले भाइले भन्नुभएको जस्तो बुवाआमा दुवैजनाको निःशुल्क उपचारको लागि त्यसको लागि हामीले गर्छौँ भनेर हामीले एउटा थप्यौँ। त्यो बाहेक अर्को थपेको भनेको चाहिँ हाम्रो भाइ र बहिनी रहेछ निःशुल्क शिक्षा हामीले थपिदियौँ। अनि घरमा किन हाम्रो पार्क बनाउने बनाउने कुरा भयो होइन, यो सबै हामीले थपिदिएको छौँ। र हाम्रो अहिले टोटल गरेर 8वटा माग भएको छ। अनि भोलि बिहान चाहिँ हाम्रो तपाईँको दाह संस्कार उहाँहरूले गर्छ भनेर भन्नुभएको छ। अनि त्यसको लागि दाह संस्कारको लागि पनि अब थोरै हामीले रकम उहाँलाई दिने भनेर हामीले भनिरहेको छौँ। त्यसपछि उहाँको चाहिँ त्यहाँ पोस्टमार्टमको लागि हामीले फोटो खिचेर उहाँहरू पठाइदिन्छौँ, किनभने इन्भेस्टिगेसन त फेरि निष्पक्ष हुनु पऱ्यो, जारी जानु पऱ्यो पोस्टमार्टमको लागि पनि होइन। त्यसपछि हामीले अझै टेकेर हामीले अझै काम कडाभन्दा कडा कारवाही गर्न हामीलाई सजिलो हुन्छ भन्ने हिसाबले चाहिँ त्यसपछि पोस्टमार्टम हुने बित्तिकै लगतै हामीले चाहिँ उहाँको सबलाई भाइको सबलाई चाहिँ हेलीबाट उहाँको आँगनमा ल्याएर चाहिँ त्यसपछि बल्ल हाम्रो दाह संस्कारको प्रक्रिया चाहिँ हामी यहाँबाट सुरु गर्ने भनेर उहाँले भन्नुभएको छ। गृहमन्त्रीज्यू, अलिकता बिहानैदेखि हामीले आफन्त र परिवारजनबाट के सुनिरहेको छौँ भने अहिलेसम्म शव कहाँ छ, कुन अवस्थामा छ भन्ने हामीलाई कुनै किसिमको जानकारी आएको छैन। यो शव कहाँ राख्नु भएको छ, पोस्टमार्टमको लागि पठाउनु भएको छ भने कुन अस्पतालमा राखिएको छ, अलिकता जानकारी गराइदिनु। अहिले धरानमा अहिले तपाईँको चाहिँ मलाई थाहा छ, धरानमा तपाईँको बिबी स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यहाँ भाइको शव छ। अनि त्यहाँ चाहिँ हामीले किन पठाएको भन्दाखेरि त्यहाँ चाहिँ एक्सपर्ट टिमहरू छ फोरेन्सिकको, त्यो इन्भेस्टिगेसन गर्न हामीलाई सजिलो हुन्छ भनेर हामीले चाहिँ कसैको हस्तक्षेप नहोस् यसमा चाहिँ छानबिन निष्पक्ष हुनु भन्ने हिसाबले चाहिँ अहिले त्यहाँ सब चाहिँ त्यहाँ छ। गृहमन्त्रीज्यू, तपाईँले नै निर्मला हत्याकाण्डको पनि फाइल खोलिसके भन्ने कुरा आउनु भएको छ। अर्को यो तपाईँको यो अब गणेश यादवमाथि पनि गणेश यादवले पनि निष्पक्ष, गणेश यादवको घटनामा निष्पक्ष छानबिन हुन्छ, उसले न्याय पाउँछ भन्ने जुन आश्वासन दिनुभएको छ त्यो आश्वासन पुरा हुन्छ भन्ने